नमस्कार दर्शकबिनहरु, यति बेला म चाहिँ कच्चा ठाउँमा छु। अबको यात्रा यो कच्चा ठाउँको हुनेछ। चारैतिर पुरा कच्चा बाटो रहेको छ। हेरौँ अब अगाडिको यात्रा कस्तो हुन्छ है त। यता पुरा भर्खरै बसेको बस्ती छ अनि यता चाहिँ कच्चा बाटो छ। यसरी ठुला ठुला खाल्डाहरू देख्न सकिन्छ। यतातिर लेबरहरूको लागि ठुला ठुला बसहरू रहेका छन् र यता साइडमा चाहिँ बुर्ज खलिफा रहेको छ है त। यता चाहिँ पुरा भिरालो जग्गा रहेको छ। तल यति ठुलो खाल्डो छ। फाइनल्ली म यो कच्चाको यात्रा गर्दैछु। यहाँ चाहिँ धेरैभन्दा धेरै बाइकहरू चलेको देख्न सकिन्छ। अगाडि बाइक आइरहेको छ। तलतिर बसहरू ट्रकहरू रोकिएका छन्। यो चाहिँ पुरा कच्चा बाटो। बुर्ज खलिफाको छेउमै कच्चा बाटो। कस्तो लाग्यो तपाईलाई? यो चाहिँ भर्खर भर्खर बसेको बस्ती हो, त्यही भएर बाटो चाहिँ अझै पक्का बनाएको छैन। यो बाटोलाई सायद छिट्टै यो बाटो पक्का बन्छ होला। बस आउँदैछ। यति ठुला ठुला बसहरू चल्छन् यो ठाउँमा। पुरा लेबरका बसहरू। पुरा झाँक्नै गर्छ बाटोले यार। नेपालको भन्दा झन् खत्तम बाटो छ यार। अगाडि यसो हेर्नुहोस् हो, बुर्ज खलिफा। पुरा कच्चा बाटो। कहिलेकाहीँ चाहिँ नेपालको जस्तै फिल आउँछ है। तर नेपालको भन्दा धेरै झाँक चाहिँ आएको बाटोलाई यार, कच्चा बाटोमा हिँड्यो भने। बाल्लो होइन, यति साह्रो भएको हुन्छ ढुङ्गा जस्तो। यो चाहिँ बिजुलीका पोलहरू, हाइटेन्सन लाइन रहेको छ माथिबाट। यता चाहिँ चारैतिर जता हेऱ्यो त्यतै कन्स्ट्रक्सनका कामहरू भइरहेको छ। तीस भन्दा माथि हाल्यो कि झाँकिहाल्छ। यस्तो डेन्जर बाटो छ। कहिलेकाहीँ यस्तो ठाउँमा पनि हिँड्नुपर्छ है। समयले जहाँ पुर्याउँछ त्यहीसम्म जाने होइन। ठ्याक्कै अगाडि बुर्ज खलिफा, बिजनेस बे का अग्ला अग्ला बिल्डिङहरू देख्न सकिन्छ। ठुला ठुला कङ्क्रिटका गाडीहरू आएका छन्, बाइकहरू आएका छन्। अब यता चाहिँ हरियाली छ। राइटमा गएपछि शोभा हटल्यान्ड भन्ने एरिया आउँछ। परबाट जङ्गलहरू है। बाटो एकदमै घुमाउरो रहेको छ। रातिमा टक्क यहाँ लाइटहरू यति राम्रो देखिन्छ है, सजाइएको हुन्छ लाइटले गर्दाखेरि एकदम राम्रो देखिन्छ यो एरिया चाहिँ। दिउँसो पनि हरियाली छ। पिच बाटो, टक्क गाडीहरू आइरहन् गइरहन् होइन। बाइकले यहीँबाट घुमायो त यार। अगाडि जाम छ के हो? अगाडि जाम छ, म चाहिँ अगाडि जाँदैन। अब म चाहिँ यतिबाट घुमेर ट्याक्क अघि आएको बाटोतिर लाग्छु। हेरौँ। बाटो पुरा घुम्ती छ। उता जाम छ, म जाममा फस्न चाहिएन। ठुलो हाइवेतिर लाग्दै जाम छ। अब म चाहिँ कच्चा बाटोबाटै भएर निस्कन चाहन्छु अगाडि। तपाईँ चाहिँ भिडियो हेर्दै गर्नुहोस्।
भिडियो कस्तो लागिरहेको छ यदि मन पर्छ भने लाइक शेयर अनि शारदा संसार युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नगर्नुहोस् हमेसा हमेसा तपाईको साथमा छ शारदा संसार युट्युब च्यानल र तपाईले मलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ मात्र अमृत बुढाथोकीमा त्यहाँ पनि एकदमै राम्रा राम्रा भिडियोहरू आइरहेका छन् र शारदा संसार सदैव तपाईको साथमा रहनेछ विभिन्न देशका भ्लगहरू ल्याउनेछ यति कच्चा बाटोमा पनि पुरै गाडी हैन यति मजाले चलिरहेन हैन हाइस भनेर चिन्छौँ हामीले यसले नेपालमा म चाहिँ ए यो चाहिँ राइट जान्छ ओभरटेक गर्न खोजिरहेको ठिकै भयो हैन म चाहिँ सिधा सिधा गरेर अगाडिबाट निस्किन्छु बाटो चाहिँ कच्चा बाइकहरुले ओभरटेक गरिरहेछन् बाटो हैन बाइकको लागि एकदम राम्रो छ मजाले कुदाउन मिल्छ नेपालकै फिल आउँछ हैन साना साना किया हाइसहरु चाहिँ मजाले हिँडिरहेछन् मजाले चल्छन् कच्चा बाटोमा ट्रकहरु बसहरु हैन ओ अब यता बस आइरहेको छ ठुलो बस यिनीहरुलाई ओभरटेक गर्न पाइयो भने चाहिँ मलाई राम्रै हुन्थ्यो गरिहाल्नु है ओभरटेक गरियो पुरै बसको लाइन आइरहेछ उताबाट हामी चाहिँ यतैबाट निस्किने अब उताको जामको कारणले गर्दाखेरि म चाहिँ यता फर्किनु पर्ने बाध्यता भएको हो होइन भने म चाहिँ उताबाट सिधा सिधा गइहाल्थेँ बाटो एकदमै जिगज्याग हाल्दा खोजीले गर्दाखेरि यस्तो तेना भइरहेछ हैन पुरा कन्स्ट्रक्सनको गाडीहरू जता आयो त्यतै कन्स्ट्रक्सनको गाडीहरू देख्न सकिन्छ ट्रकहरू देख्न सकिन्छ यो पानी पर्यो भने यो बाटो चाहिँ लास्टै खतम हुन्छ पानी परेपछि यो बाटोमा नहिँड्दा पनि हुन्छ चिप्लेर यही मरिन्छ यार बाइकको सत्यानाश मान्छेको सत्यानाश है पानी परेको बेलामा यो बाटोमा चाहिँ हिँड्नु हुँदैन पुरै यो यहाँको बालुवा माटो जमेर पुरा साह्रै साह्रो भएको छ पुरै झाक्नै गर्छ के यार यस्तो धुलो उडाएर आउँछन् बसहरू पुरै दबेर यता चाहिँ टिप्परहरूको लाइन लागेको छ कताबाट छिराउँदै यार अब माथि रोडमा उक्लिनु पर्ने है पुरै बल्ल छ यो बल्लमा हिँड्छ त बाइक खुट्टा टेक्नु नपरोस् होइन ए झर्नै खुट्टा टेक्नु पर्ने भयो यार खुट्टा टेक्नु त जुत्ता त फेरि गायब हुन्छ नि त हेर खत्तम भइहाल्छ नि जुत्ता नि ओके यति बेला म रोडमा निस्किसकेको छु अगाडि सिग्नल रहेको छ र योभन्दा अगाडि चाहिँ मैदान स्ट्रिट रहेको छ मैदानका ठाउँहरू रहेको छन्